सबैजनालाई नमस्कार। आज चाहिँ हामी बिहान रेडी भएर आज दसैँमा यसो हाम्रो यहाँ यसो फ्यामिली दुई तिन घर मिलेर पिकनिक जाने कुरो छ। सबै बाटोमा कस्तो छ हामीसँग इन्जोय गर्नु होला तपाईँहरू पनि। म सबै फोटो सकेसम्म रेकर्ड गर्ने कोसिस गर्छु। हामीसँगै हेरेर साथ दिनु होला। यहाँ हामीर चाहिँ हाम्रो ग्याङ चाहिँ यहाँनिर नि अर्को एकजना ठुलो कन्टेन्ट हुन्छ। हिरोमा चाहिँ आफै युट्युब बनाउनु होला होइन नि किन ढिला गर्नुभएको आज होइन यसो आज के छ आजको प्रोग्राम माथि गएर एकदम अब रमाइलो गर्ने छ। अब के हेरौँ विशेष चाहिँ के हो यो मण्डलीबाट सङ्गतिमा हो विशेष चाहिँ तर आज यो रमाइलो ड्राई पिकनिक जस्तो है एकदम ड्राई पिकनिक जस्तो। के छ योजना चाहिँ के हुनेछ आज हाम्रो चाहिँ पिकनिक बुढी ल यहाँ हाम्रो गज दाइ एकदमै ह्यान्डसम मान्छे हाम्रो दाजु चक्लेट खाएर चक्लेट खाँदै मुख मिलाउँदै जाने हो। पाउँदैन मलाई छुट्टी पाएकोमा धेरै कहाँबाट त पुलिसले फोन गरेर दिमाग खराब गर्यो नि आइज भनिरहेछ नि भनेर के गर्नु काँक्रा भरेको लागि तयारी रेडी छ। ल अहिले माथि स्थलमा भेटौँला ल बाई फाइनली चक्लेट पाएँ मैले पनि। अब चक्लेट खाँदै रमाइलो गर्दै जाने हो। अब माथि उकालोमा हिँड्नु गाह्रो हुन्छ। यो खानेकुराहरू चाहिँ यहाँ हाम्रो एउटा टेम्पो रिजर्भ गरेको छ। यो टेम्पोमा लिएर जाने खानेकुराको सामान चाहिँ अनि अरू जति सबै हिँडेर आउँछ। ल अब सबै कुरो माथि भेट्नुपर्छ हाम्रो अभिषेक भाइ। थ्याङ्क यू। हाम्रो यहाँ खानेकुरा छ यो भरे अब भरे भेट्नुपर्छ रमाइलो गरेर ल माथि पिकनिकमा के रमाइलो गर्ने त्यो भेटेर रमाइलो गर्नुपर्छ। अहिले हामी पेट्रोल पम्पमा टुकटुकलाई पेट्रोल हाल्यो केमा पनि पेट्रोल हालिसक्यो। अब हामी रेडी हुँदै हो है अब जाने अब रेडी भइसक्यो। अब स्टार्ट गर्ने अब चलिदिने अब चल्नु लागि अरू केही काम छैन। ल धेरै गाह्रो भइरहेको छ अहिले बाटो लास्ट हो पर्छ बाटो जाने गाह्रो। ल मामा र अङ्कल जानु भइसक्यो बा। ल अहिले चाहिँ हामी यहाँ बल्ल बल्ल टुकटुके धेरै वर्षपछि आज चलायो। यसो बाइक चलाएको अनुभवले एकदम गाह्रो हुँदैछ। यहाँ बाटोको फेरि एकदम बाटो लागि त यो असम्भव बाटो छ। हिँड्यो यहाँ पुग्नु लाग्यो हामी चाहिँ। भ्यू चाहिँ यस्तो देखिन्छ हेर्नुहोस् बबाले छ भ्यू। अझै माथि जान्छ धेरै। अब अरू मान्छेहरू सबै हिँडेर आउँदैछ। हामी चाहिँ टेम्पो घचानेको लागि मान्छे गएर खानसानो रेडी पार्नु बिजोग छ। अब माथि पुगेपछि रमाइलो हुन्छ होला। जोस् दुःख चाहिँ धेरै छ तर रमाइलो पनि धेरै हुन्छ होला। आज हामी इन्जोयको लागि आएको अब यत्रो सब्सक्राइब चाहिँ प्लिज सब्सक्राइब चाहिँ गरिदिनु होला हाम्रो मेहनतलाई। अब तपाईँहरूको एक सब्सक्राइबले गर्दाखेरि नै हाम्रो फ्यामिली ठुलो हुँदै जाने हो। त्यही भएर तपाईँले सब्सक्राइब चाहिँ गरिदिनु होला प्लिज। छ भन्नु
यता ढुङ्गा छैन बाइकले त झन् कहाँ हुन्छ त ढुङ्गा छैन ढुङ्गा हाम्रो टेम्पो फस्यो टेम्पो उता उता कता यता 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 यतापट्टि होला यता कता गर्नुभयो अगाडि अगाडि ल ढुङ्गा राखु पछाडि चक्का फसेको रहेछ पछाडि राख्नु पर्यो कि एउटा ढुङ्गा यहाँ राख्दै हो त्यो चेक्ने ढुङ्गा चाहिँ यता राख्दा यता पछाडि राख्नुपर्छ जस्तो लाग्यो एउटा अलिकति त उत्र्या गयो हो त्यो यो चाहिँ ढुङ्गा चाहिँ हो यहाँ गोलमनी राखौँ न हो यो चाहिँ ढुङ्गा उचाल्नु त्यो त घचार्ने नि त घचार्ने यताबाट चाहिँ लड्ने एकचोटि मोटो फलाम छ नि हो त्यसलाई चाहिँ उचाल्नु है यताबाट नि उचाल्ने त्योभन्दा मुनि भनौँ हुन्थ्यो है त्यहाँबाट ढुङ्गा हाल्नुपर्छ क्या ल म आउँछु रोक्नु हामी उचाल्छौँ तपाईँले हजुर हजुर खिच्यो नि बेसी त्यसबाट मैले त उचाल्नु हजुर हो हजुर हो गयो 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 हजुर दाइ ओ ल ल ल पेट पेट ताल ल ल ला झर पर्क्यो त पछाडि जोत्तेकै दाइ फेरि अहिले राति त ल फाइनली धेरै दुःख कष्टपछि सबै कष्टहरू तपाईँहरूले देख्नुभएको छ टेम्पो फसेर कच्ची बाटो फाइनल्ली यहाँ आइपुग्यो अब हाम्रो चाहिँ यहाँनिर अब यहाँनिर पुरै फुल योजना छ अब चाहिँ इनकेस पानी पऱ्यो भने यहाँनिर पाल टाङ्दैछ के छ ल्याएको कुरा अब खाने अब तन्ने खाने रमाइलो गर्ने यहाँ भ्यू चाहिँ यस्तै छ अझ यहाँबाट धेरै माथि जानुपर्ने छ तर दिन पनि बिग्रिन लाग्यो त्यही भएर यहाँनिर यहीँ बसेर टक्कसँगले रमाइलो गर्ने कुरा भयो भ्यू चाहिँ यस्तो देखिन्छ है यस्तो बबाल भ्यू आएर हेर नि त्यहाँ यस्तो बादल झरेको देखिरहेको छ यो त ध्यान हेरेर नि थोरै त ध्यान तपाईँ कस्तो आएको छ त्यही त है अब बबाल छ ल भ्यू चाहिँ सबैजना आफ्नो रमाइलो गरिरहेछ सबैलाई सोधौँ है त के कस्तो भइरहेछ खानेकुरा चाहिँ कस्तो भइरहेछ दिदी ठिकै छ भर्खर आइपुग्यो ए यतातिर कुकिङ सुरु भइसक्यो काँक्रा चटपटी हेलो कस्तो भइरहेछ फिलिङ एकदम फिल एकदम ह्याप्पी भइरहेको छ यार किनभने म फर्स्ट टाइम हो यस्तो गर्न लागेको होइन त्यही त एकदम खुसी छ यार ल सबैजना
है छोरी प्रिस्किला बुबु कस्तो छ ठिक छ यहाँ आएर कस्तो भयो अनुभव ए रमाइलो भइरहेछ प्रिस्किला कस्तो भइरहेछ ल ए आज दाजुभाइ त्यता काम गर्दैछ ल हेलो एभ्रिवान गाउँको रमाइलो च्यानलमा तपाईँहरूलाई स्वागत छ र उहाँले धेरै मिहिनेत गरेर परिश्रम गरिरहनु भएको छ हजुरहरूले एकदमै सब्सक्राइब गर्नु भएन भनेर निराश भइरहेछ क्या सब्सक्राइब चाहिँ प्लिज यार उहाँलाई अलिकति हेल्प गर्नु पर्यो है गाउँको रमाइलो कुरा अर्ग्यानिक चाहिँ उहाँले देखाउनुहुन्छ है यसमा विशेष गरी तपाईँहरूले हाम्रो च्यानललाई सब्सक्राइब गर्नु भएन नि यो नेपालको प्राकृतिक कुराहरू मिस गर्नुहुन्छ तपाईँहरूले हो साँच्चै एकदम अर्ग्यानिक है त ल उहाँको पनि फेरि मगर फ्यामिली भन्ने युट्युब च्यानल छ तपाईँहरूले पनि हेर्नु होला उहाँनिर नेचर @ मगर फ्यामिली सर्च गर्नुभयो भने ठ्याक्कै भेट्नुहुन्छ म लिङ्क पनि राखिदिन्छु त डिस्क्रिप्सनमा ल अरू हामी रमाइलो कुरा धेरै देखाउने छ तपाईँहरूलाई ओके बाई लगाएर हामी चाहिँ फेरि गीता लिनु फर्किदियो दाइरामा चाहिँ हामीले यहाँ गीता ल्याउने बित्दै छ त्यसरी हामी चाहिँ दाइरामा धेरै दुःख गर्ने सबैले चाहिँ हो त्यस्तो दुःख हेरेर लाइक सेयर सब्सक्राइब त हान्नुपर्ने हुन्छ यहाँ अरू केही नभए नि बाटो त यस्तो छ फेरि वान सर्ट गेम बिने जस्तो बाटो छ यहाँ त है सक्दैन हामीले यहाँ धेरै धेरै के भन्छ धेरै परिश्रम चाहिँ के भन्नु धेरै गाह्रो छ नि टु मच अफ रोड जस्तो भन्ने के भन्ने ए टेम्पो त्यहीँ छ हाम्रो टेम्पो अहिले छुन्छ के टेम्पो त हामीले टेम्पोलाई चाहिँ यहीँ गुड बाई भनेर आएछौँ अनि अहिले चाहिँ हामी लिन जाँदै हो अब कति आधी घन्टा लाग्छ होला दाइ हामीलाई लाग्छ बेसी चाबी बोकेर अब गेटासित ल्याउनु पर्ने हुन्छ हामीले बाटो भने म झर्नुपर्छ क्या पर्छ हनु बाटो चाहिँ धेरै गाह्रो चाहिँ हामीलाई यहाँ अघि टेम्पो ल्याउनु यस्तो गाह्रो भयो कि यहाँ टु मच डिफिकल्ट भएको थियो फेरि हाम्रो यहाँ अनि चाहिँ अब दाइरामा अब हामी बिस्तारै जान्छौँ लिएर आउँछौँ आज दिनभरि रमाइलो गर्छौँ त्यो रमाइलो क्लिप आउँछ यहाँ फेरि दाइ भ्लग गाउँघरको रमाइलोमा आउँछ आजको क्लिप्स त्यसैले स्टे ट्युन हेर्दै गर्नु
छ युट्युब भन्नु त सब्सक्राइब चाहिँ आउँदैन यार सब्सक्राइब आउँदैन फोटो हेरेर कति नै ल ओ बाजे ल नाच्नु यो यस्तो भने हरिबोल आउने सबैजना ल नाच्नु 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 अनि यार ताली बजाऊ सबै ताली बजाऊ बबिना अनि नाच्नु न नाच 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 अचम्म छ कसैको यता नाचगान छ कसैको उता फोटोसुट छ कुनै बाउ छोराको फोटोसुट मिलेन बाउ छोराको फोटोसुट यसरी खिच्नुहुँदैछ अचम्म छ बा कसैको यता मोज मस्ती छ यता नाचगान छ उता कसैलाई पर्वा छैन बाउ छोराको फोटोसुट एकदम रमाइलो भइरहेको छ नसोचेको सबैजना नाचिरहेको छ मलाई नाच्नु मन थियो तर के गर्नु भिडियो खिच्नु पऱ्यो गाह्रो छ युट्युब गर्नुलाई नि सबै अब कति कुराहरू सब ट्याग गर्नु पऱ्यो ट्याग ठिक छ नाच्नु हो दामी छ बाजे बबिना बबिना जाऊ न
एकदमै खराब चाहिँ यो मौसमले च्यालेन्ज गर्यो यताबाट पुरै पानी पऱ्यो सबैजना पालभित्र भइ नभए छिरिरहेको छ रसगुल्ला खाने रसगुल्ला रसगोल्ला पानीले चाहिँ एकदम ल्याङ गर्यो क्या रसगुल्ला रसबेरी तपाईँ म त नखान्छु। एउटा समय खान्छु ल तिमी मेरो भएको तिमी खाऊ मेरो भएको तिमी खाऊ ल गाह्रो छ ल सबै पालभित्र घुसेर बस्छ क्या किन लगाएको पानीले चाहिँ लास्टै ल्याङ गर्यो क्या हाम्रै यो पनि एकदम सदुपयोग गर्नु पाइयो अब हाम्रो भोजन चाहिँ दिदी त भन एउटामा तरकारी दिन्छ एउटामा भोक लागेको अवस्था अब गम्ती खानुपर्छ यो चाहिँ गीत राम्रो छ बाजालाई पनि गरिब बाजा बाजा छ हामीलाई त्यो कति खानु पढ्नु न ल अब चाहिँ हाम्रो पानी हल्का रहेको छ त्यही हो रोकेको जस्तो छ त्यही भएर अब चाहिँ हामी चल्दैछ तयारीमा पुरै भटाभटी पाल भत्काउँदैछ पालले धेरै सहायता थियो पानी ल क्याम्पिङ सक्यो अब गाउँघरको रमाइलो हेर्दै गर्नु होला मगर फ्यामिलीमा पनि हेर्नु होला सब्सक्राइब गर्नु चाहिँ गाइज डोन्ट फरगेट टु सब्सक्राइब गर्नु नबिर्सिनु है ल सबैजनाले गाई गर्नु ल बाजे कता बाजेहरू सबैलाई ल अब चल्दी सबैजनालाई अब
हाम्रो फ्यामिली भ्लग चाहिँ इन्डिङ गर्छु। तपाईँहरूलाई कस्तो लाग्यो रमाइलो सबै देखाउने कोसिस गरेको भर्खर सिक्दैछु भिडियोहरू क्लिपहरू कस्तो छ तपाईँहरूले कमेन्ट गरिदिनु होला अनि सब्सक्राइब चाहिँ नबिर्सी गर्नु होला। त्यही हो ल हाम्रो गाउँको रमाइलो संसार युट्युब च्यानललाई चाहिँ सबैले माया गरिदिनु होला। बाई।